जेन्जी आन्दोलनका अगुवाद्वारा संविधान संशोधन छलफल बहिष्कार। सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफल जेन्जी आन्दोलनका अगुवाहरूले बहिष्कार गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको संविधान संशोधन बहसपत्र निर्माण कार्य दलले आज बोलाएको छलफलमा सहभागी नहुने उनीहरूले संयुक्त वक्तव्य मार्फत घोषणा गरेका हुन्। उनीहरूले सरकारसँग भएका 10 बुँदे सम्झौता कार्यान्वयन नभएको, शहीद परिवार र घाइतेले न्याय नपाएको तथा झुटा मुद्दा अझै कायम रहेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले संविधान संशोधन सुझाव आयोग गठन गर्ने सहमति भए पनि सरकारले त्यसको सट्टा एकलौटी रूपमा कार्यदल बनाएर प्रक्रिया अघि बढाएको आरोप लगाएका छन्। वक्तव्यमा 25 जना अगुवाले हस्ताक्षर गर्दै सरकारलाई सम्झौता कार्यान्वयन, पक्राउ परेकाको रिहाई, आयोग प्रतिवेदन सार्वजनिक तथा सीमान्तकृत समुदायसँग व्यापक परामर्शपछि मात्र संशोधन प्रक्रिया अघि बढाउनु पर्ने माग राखेका छन्।